त्यो जानासार मैले पहिला मलाई नुहाइदियो बा मैले 2 वर्ष भयो ननुहाएको भन्नुभयो। त्यो बेला झनै रुन मन लाग्यो। नङ यति लामो नङ भरिभरि आछे यो उठ्नै नसकेको आमा लगलग कामेर 84 पूजा गरिसकेको चिसोमा छिरीमा त्यो पुस मङ्सिर पुसमाकै कुरा हो। मेरो छोरीको बिहा गरिसकेपछि पुसमाको कुरा हो। त्यो बिहा गरिसकेपछि लगटै म त्यहाँ गएको थिएँ। त्यो आमा त धेरै बिजोगमा बस्नुभयो। त्यो आमा कहाँ गएपछि त्यो आमालाई नुहाइदियो भन्नुभयो। अनि त्यो मट्टेल छैन स्टोभ हेर्ने मट्टेल एक ठोका छैन बिजोगमा बस्नुभयो। अनि मट्टेल कहाँ किन्न पाइन्छ मा भने त्यो फुलपारी पाइन्छ भन्नुभयो। त्रिपेश्वरमा त्रिपेश्वरबाट गोबनडल फुलपारी मट्टेल किनेर ल्याएँ दुध किनेर ल्याएँ अन्डा किनेर ल्याएँ। अनि किन यतिका किनेर ल्याएको भन्नुभयो माले। अनि हाम्रो त नुहाउने दिनमा दुध र अन्डा खुवाउनुहुन्छ मम्मीले। अनि बेलुका मासु भात खुवाउनुहुन्छ हाम्रो घरमा त। अनि हजुरलाई पनि कमजोरी हुन्छ नुहाउने बेला कमजोरी हुन्छ भन्नुभएको थियो। अनि अहिलेसम्म मैले 80-90 जना मात्रै घरमा राखेको छु। सायद अब बुझ्नेले अर्कै बुझ्नु होला। मैले चाहिँ कोही पनि काठमाडौँमा रोडमा चाहिँ सुत्न नदिने विचार गरेँ। केही गरी दुःखै परेको खानै नपाएर उनीहरू सुतिरहेछ भनेको लगेर मैले माया न्यानो टाटो दिने र चाहिँ होइन त्यो पेसा गरेछ भने उनीहरूलाई काम दिने त्यो लाग्ने। त्यो मागेर अरूलाई पालेछ भने उहाँहरू सबैलाई काम दिने। कसले के काम गर्न सक्छ ढोबटी बाल्न सक्छ कि बाट्न सक्छ कि मैनबत्ती बनाउन सक्छ कि काम दिएर रोडमा चाहिँ मागेर नराख्ने। हामी नेपाली माग्ने हुनै होइन। नेपाली गरिबै होइन मनको मात्रै गरिब गरिब छैन नेपाली मान्छे। त्यसैले उहाँहरूको लागि अब त्यसो भन्दाखेरि के सबैले मलाई पैसा दिनु म रोडको मैले माया गर्छु भनेको कुरा चाहिँ होइन हो। त्यसरी सोच्नु होला त्यो पनि होइन। मैले चाहिँ यसरी नै राम्रो भएर गयो भने अब चाहिँ मैले खानै नपाएको सन्तानै नभएकोलाई चाहिँ आफूले लगेर चाहिँ माया न्यानो टाटो दिने। अब मेरो चाहिँ पछिको विचार चाहिँ एउटा नेपाल सरकारले मलाई जग्गा दिन्छु भन्नुभएको छ माटा चेष्ट भन्ने ठाउँमा। त्यहाँ चाहिँ 50-60 रोप्ने जग्गा दिन्छु भन्नुभएको छ। त्यहाँ चाहिँ एउटा ठुलो एउटा घर बनाएर जो जति नै नेपालमा दुःख पाएकोलाई 100-200 जना अट्ने घर एउटा बनाएर सक्ने भएपछि काम दिने नसक्ने बेला आफू माया न्यानो टाटो दिने। अब चाहिँ 1 करोड जति बैंक बारिस भयो भने ब्याज आउँछ। त्यो ब्याजले म मरे पनि मेरो संस्था कहिले पनि मरिँदैन आमा घर। अरू त्यो पैसा भएपछि त यो आमा घरलाई हामी पनि चलाउन जान सक्छु भन्ने हुन्छ नि। अहिले पो 1 पैसा नहुँदा फेरि पनि त चलिरहेछ हाम्रो। अहिले त यो पत्रिका र टेलिभिजनले गर्दाखेरि 10-15 लाख त हाम्रो बैंक बालिस भइसक्यो। तैपनि हाम्रो चाहिँ भर्याङ भाँच्यो। यसै बेला भर्याङ भाँच्यो भर्याङ बनाएँ 4-5 लाख सिद्ध्याएँ। अझ 2-3 लाख बाँकी छ बनाउनु बाँकी छ। छाना ल्याएको छैन मार्बल राखेको छैन। अब रङ लाएँ अलिकति सहयोग पाएपछि मैले यो घर के गरेर राम्रो गरौँ आमाहरूको कोठा चिटिक्क बनाऊँ बेडहरू नयाँ राखौँ जस्तो लाग्यो मलाई। अनि टन्ना सन्ना फेरौँ जस्तो लाग्यो पर्दा सर्दा त्यस्तो मनलाई गरेँ मैले। अहिले पोहोरको भन्दा अहिले त धेरै राम्रो छ। हजुरहरूले पोहोरको हेर्नुभएको छैन अब अहिलेको यहाँ बस्नुभएको छ थाहा छैन। थाहा पाउनेहरूले थाहा छ नि अहिलेको धेरै राम्रो भएछ मेरो विचार।